ल दाइ अहिलेको चाहिँ वर्तमान अवस्थामा चाहिँ सरकार ढल्यो होइन तपाईँलाई चाहिँ यो विषयमा के भन्न चाहनुहुन्छ यो विषयमा म के भन्छु प्रष्ट हिसाबले के भन्छु राष्ट्रपतिको ठाउँमा राजा हुनुपर्छ प्रत्यक्ष कार्यकारी प्रधानी हुनुपर्छ हिन्दू अधिराज्य हुनुपर्छ संहिता पुरै खारेज हुनुपर्छ अनि त्यसपछि अनि के अरे अरू त अब के भन्छ यसमा यो भएन मैले भनिसकेँ राष्ट्रपतिको ठाउँमा राजा हिन्दू अधिराज्य हुनुपर्छ राष्ट्रपतिको ठाउँमा राजा हुनुपर्छ त्यसपछि अनि संहिता पुरै खारेज हुनुपर्छ होइन अर्को कुरा त एउटा कुरा सोध्न चाहे तपाईँलाई होइन तपाईँले चाहिँ राजाको ठाउँमा ज्ञानेन्द्र भन्नुभयो होइन ओके ठिक छ अहिले राजाको त्यो ज्ञानेन्द्र छ होइन त्यसलाई चाहिँ चुन्नु कारण चाहिँ के त फेरि नेपाल एकीकरण कहिलेको यो नेपाल भने देश बनाएको कसले हो नेपाल भने देश बनाएको चाहिँ कसले हो राजाले बनाएको कि यो उनीहरूले बनाएको हो नेपाल भने देश राजाहरूले बनाएको देश हो यो अनि त्यही भएर मैले राजा ज्ञानेन्द्र हुनुपर्छ त्यसपछि अरूको जोस त्यसपछि कुवा होला पारस चाहिँ अलरेडी भनिसकेको छ हुँदैन भनेर तपाईँको अहिले चाहिँ वरिष्ठ अहिले चाहिँ नाम अब भएका अब तपाईँको रवि छ होइन रवि काम छैन त्यो अर्क साम्पाङ पनि डलरै हो विदेशीको अनुसारले चलेको मान्छे हेर त्यो क्रिस्चियन त्यो धर्ममा त्यो मन्दिर बन्दाखेरि के गरेको त्यो रवि मतलब रवि भनेको चाहिँ विदेशीले चलाएको मान्छे हो हर्क भन्यो भने विदेशी चलेको मान्छे हो जनताले जब चुन्छन् त्यसले चुनाव सिस्टम एकदम भोटिङ सिस्टम हुनुपर्छ हाम्रो भोटिङ सिस्टम चाहिँ हुनुपर्छ जनताले जो रविलाई चुनोस् बाललाई चुनोस् हर्कलाई चुनोस् जोसुकैलाई चुनोस् तर रवि चाहिँ मैले भन्न खोजेको रवि र हर्कन ठिक छ तपाईँले चाहिँ राजा आओस् भन्ने तपाईँको धारणा राजा त डेफिनेटली राजाको राष्ट्रपतिको ठाउँमा राजा आएन भने त विदेशीले यो चलखेल भनेको यति कुरा प्रष्ट हुनुहोस् सबै यो विदेशीले चलखेल गरेको भने प्रष्ट हुनुहोस् नेपाली चाहको के चाहन्छ त्यो हुनुपर्छ तपाईँले चाहिँ अब के चाहनुहुन्छ तपाईँ चाहिँ अब देश चाहिँ कसरी अघि बढोस् भन्ने कसरी चाहनुहुन्छ त देश अब कसरी अगाडि बढ्छ भने मलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री अब चाहिँ के होस् भन्ने तपाईँको चाहना छ अब के करप्सनको प्रब्लम हो करप्सन सल्भ हुनु पर्यो मेन करप्सन सल्भ हुनु पर्यो अनि हामीलाई स्वदेश आउने वातावरण हुनु मतलब स्वदेशमा लगभग अब हामी स्वदेशमा जिउनु पर्न सक्ने बाँच्न सक्नुपर्ने हल्का हामीले मतलब अहिले अब स्वदेशमा कति छ 10-15 जसले पाउँछ त्यो हल्का बेसी मतलब हामीले स्वदेशमै बस्ने वातावरण हुनु पर्यो के तपाईँको भनाअनुसार अब के राजा आयो भने त्यो सम्भव छ त राजाको तिमी कुरा के गर्छौ भाइ त्यो राजा आउने कुरा होइन म होइन यो जनता जान्न चाहन्छ मलाई भन्ने के राजा आएपछि के सम्भव छ तपाईँको भन्ने कुरा के अलि बाल्न सम्भव हुन्छ त यो कुरा होइन तपाईँको रोजाइ चाहिँ राजा छ तपाईँको मान्यता राजा आओस् भन्ने चाहिँ अहिले फिलहाल चाहिँ अहिले सरकार अहिलेको समयमा चाहिँ वर्तमान अवस्थामा चाहिँ तपाईँको सरकार ढलेको छ होइन तपाईँको चाहिँ अब चाहिँ ज्ञानेन्द्र शाह चाहिँ तपाईँ आउनुपर्छ होइन राजा आउनुपर्छ भन्ने तपाईँको सोच छ होइन ओके अब चाहिँ त्यो आइसकेपछि चाहिँ होइन ठिक छ आओस् ल ओके तपाईँ चाहिँ अब त्यसले के काम गरिदियोस् होइन राजा भनेको राज संस्था भनेको एउटा संस्था हो त्यसले काम गर्दैन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री जो हुन्छ मतलब प्रधानमन्त्रीले प्रत्यक्ष कार्यकारी मन्त्रीले केही गलत निर्णय ल्याउँदैछ भनेपछि त्यसलाई चाहिँ समन्वय मतलब कन्ट्रोल गर्ने चाहिँ राजाको हातमा हुन्छ मतलब राजा आउने बित्तिकै राजाले काम गर्ने होइन नि त फेरि यस्तो हो नि त भाइ राजाले काम गर्ने होइन प्रधानमन्त्री जो छ नि त्यसले काम गर्ने शासन यो मेरो मात्रै नभने भने समस्त साथीहरू हामी भाइहरूको भनाइ हुनसक्छ समस्त हो अब आफ्नो ओके भन्नु यो सबै हुनसक्छ मैले यो आफ्नो मात्र होइन सबैको त्यो एउटा धारणा हुनसक्छ राजा सबै हुन्छ भन्ने होइन शासन तपाईँ सरल स्पष्ट प्रतिक्रिया दिनु ल स्पष्ट गरेर राजा सहितको राज संस्था सहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री देशमा अब चाहिन्छ संहिता पुरै खारेज हुन्छ हामीले गुमाएको यो 80% 85% हिन्दू अधिराज्य 80% 90% हिन्दू राज्य भएको मान्छे कन्ट्री हो यो पुरै हिन्दू अधिराष्ट्र हुनुपर्छ कसलाई मनपर्छ कसलाई मन पर्दैन त्यो फरक पर्दैन यथार्थ यही हो अगर यो हुँदैन भनेपछि सोच्नुहोस् यो आन्दोलन जेनजीको आन्दोलन विदेशीबाट सञ्चालन हो करप्सनको इलाका खलाप भएको भने अब मैले आउने कुरा गरेको यो आन्दोलन के हो कसो भन्ने कुरा होइन आन्दोलन गर्यो सही गर्यो एकदम राइट गर्यो तर यो कुरा चाहिँ मैले भन्नु खोजेको अब चाहिँ कसरी जाने हामी भन्ने कुरा गरेको ओके ल धन्यवाद छोटो मिठोको प्रतिक्रिया दिनुभएको